Alright, so hey guys, what's up everybody? It's our boy Alex starting the game with the new video, baby. So if fan bro, so आज चाहिँ होली हैन, होलीको उपलक्ष्यमा सबैलाई सबभन्दा पहिला चाहिँ म ह्यापी होली भन्न चाहन्छु है। ह्यापी होली गाइस। अब हामी चाहिँ घुम्न जान्छौँ, कहाँ जान्छौँ, के गर्छौँ, होली कसरी खेल्छौँ, कसरी रमाइलो गर्छौँ, हजुरहरूले कसरी इन्जोय गर्नुहुन्छ, हाम्रो ब्लग हेरेर तपाईँ इन्जोय गरिदिनु होला हैन। गर्छौँ साथीहरु रुममा बसिरहेको छन्, म चाहिँ हिँडेको छु बाहिर, कति बजी जान्छौँ, के गर्छौँ त्यो चाहिँ थाहा छैन, तर चाहिँ रमाइलो चाहिँ बबाल हुन्छ गाइस है। हेरिदिनु होला भिडियोहरू हैन। होली चाहिँ खेल्नु पर्छ त गाइस है। ल होली खेल्दाखेरि भेटौँला गाइस। भाइ अब साथीहरुसँग होली खेल्न जाँदैछ, हामी चाहिँ अब हेरेको हेरे हैन। साधन भाइ देखाइदिउँ कि क्या गिराउला, देखाइदिउँ कि क्या गिराउला हैन। बाबु ल त्यो साथीहरुलाई लगेर गइजा त्यसलाई। आज चाहिँ होलीको दिन हैन, अचानक आउने भयो हामी दाइसँग। हाम्रो गोडीको साइडमा एउटा दाइ हुनुहुन्छ, उहाँले चाहिँ सामान ल्याएर यहाँ आउनु लाग्नु बारेछ। त्यसैले अचानक आउने भयो, थाहा नै भएन, बाइकमा आइकन सर र अनि यहाँ पिङ छ हैन, आउन सक्नुहुन्छ चौधारी महोत्सव होइन रुकुममा। अनि रुकुमैबाट भन्ने त थाहा पाउनु नै भएको होला हैन। अहिले चाहिँ कोही पनि छैन, मान्छेहरू अहिले खासै छैन। अब एकछिन पछिदेखि सुरु हुन्छ, 10 बजे 11 बजीदेखि सुरु हुन्छ होला। होटेलहरू यहाँ छ है। अनि पिङ उता यता चाहिँ खेलौनाहरू हुन्छ होला। यहाँनिर चाहिँ फोटोग्राफर रहेछ होइन, पेन्टिङ गर्ने रहेछन्, आउनु होला यतातिर रुकुममा घुमिदिनु होला होइन। राम्रो छ ठाउँ हेर्नु घुम्नलाई पनि सर। यहाँदेखि जान्छौँ होली खेल्न जाने रे, कहाँ जाने भन्ने चाहिँ थाहा छैन अहिलेसम्म फिक्स छैन है। अब कहाँ जाने के गर्ने भन्ने भइरहेको छ सबलाई होइन। मेरो साथीहरूले यहाँ जाने भन्छन्, कोही दाइहरूले उता जाऊँ भन्छन्। अब कहाँ जान्छौँ के गर्छौँ, फोटोसोटो हान्ने होला, भिडियो सिडियो होइन, यस्तै त अन्त अब बनाउँछौँ होइन। तपाईँहरूलाई देखाउँछु अहिले चाहिँ मञ्चमै सुतिरहेछन् क्या होइन, स्टेजभित्रै सुतिरहेछन् मान्छेहरू। पिङ चाहिँ बोबाल के, यो चाहिँ खेल्नुपर्छ, आउनुपर्छ कुनै बेला। आउँछु म पनि हो, भोलि आउँछु कि आज त हुन्न होला, खै भर छैन, त्यही पनि भोलि चाहिँ आउँछु होला। ल सो भेटौँला। अब यस्तै रमाइलो गर्नुहोस् होइन, इन्जोय गर्नु भिडियोलाई हेरेर। बिहानको सुरुवात नानीसँग गर्छु भनेको त पौडा र अर्को दिदीले आएर लगाइदिनु पऱ्यो भनेपछि आफ्नो गाउँ चिनेन मलाई हुन जस्तै भयो। अब चाहिँ हामी पकौडा खान्छौँ गाइस, दाइ र म बसेर। तातो तातो पोल्ने रहेछ, कस्तो छ दाइ? बेस्ट। हामी चाहिँ लाग्यौँ गाइस अब होइन। बाटो त यस्तै छ, कहिले बस्नु थाहा छैन। बस पार्क पुग्नु लाग्यौँ हामी। यहाँदेखि पेट्रोल पम्प जाने हो दाइ? हामी चाहिँ अब पेट्रोल पम्प जाँदैछौँ है, पेट्रोल पम्प जानु लाग्यौँ। अनि त्यहाँदेखि तेल हालेर माथि झ्यालदेखि जान्छौँ भने सर लगाएर। आज चाहिँ यो टुक्कै बाइकमै हुनसक्छ जस्तो छ होली हाम्रो। सो अब चाहिँ पछि भेट्छौँ गाइस है। कता लाग्नुभयो अङ्कल? पुरा बच्चा बच्चीले जिस्काइरहेको। हामी चाहिँ अब खाना बस्तिर आउँछौँ होइन, खाना खानु पऱ्यो नि त। अब हामी खाना खाएर अनि त्यसपछि आउँछौँ ल गाइस। A few moments later. सो अब त्यहाँ एउटा भाइ छ, त्यसलाई चाहिँ कति घसाएर हुन्छ। अब गएर चाहिँ म घसाउँछु उतार त ठिक छ। सो अब चाहिँ हामीले यसलाई घसाइसक्यौँ, क्यामराम्यानलाई पनि घुसाइसक्यौँ। क्यामराम्यान भन्नाले भाइ है फेरि। अनि त्यसपछि उता धेरैलाई घसाइसक्यौँ। अब यस्तो अब चाहिँ हामी होली खेल्न जाँदैछौँ गाइस है। होली खेल्न जान्छौँ सबैजना, त्यसपछि लगेर सबैजना जान्छौँ यहाँदेखि माथि, माथिदेखि तल, तलदेखि कता जान्छौँ थाहा छैन। अब कहाँदेखि जान्छौँ, तर रमाइलो चाहिँ रमाइलो हुन्छ गाइस है। ल गाइस हिलो लगेर है गाइस, हिलो सिट लगाऊ कान्छी, लगाऊ कान्छी, कान्छी लगाऊ। यो तपाईँ कस्तो लाग्यो? ठिक छ?
यो त देखाइ बोल्ला भाग्ला का देखा म होइन बटाउ यता हेर त गटे यता हेर त कान्छी रात त्यो आफ्नै गाउँ लगा पगा यहाँ सिक्यो म लागु त बात त निकितो शक्ति हो कान्छी यता हेर त नगर के त्यो अब सब कान्छी ल्याउ अब हरियो कलर के सोनी है हुन्छ पनि हजुर 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 ठिक छ हेर ल गाइज है के कस्तो हुन्छ हेर्दै गरौँ ल है गाइज त्यो गाइज होइन अहिले चाहिँ दाइ भेट्नु भएको थियो निर्मल दाइ अहिले फेस हेर्नु पर्यो नि त ल अब सबले होइन सब्सक्राइब गर्नु पर्यो के सब्सक्राइब पनि गरिदिनु होला ल हामी ल सबले यता हेरेर एकचोटि हाँस्दिनु दाइ ल गाइज है भेटौँ ल यस्तै नयाँ नयाँ भ्लगमा राम्रो मजेदार होइन ल ठिक छ बुझ्नु पर्यो त उनी मुस्लिम हुन् क्या लगाउँदैन मुस्लिमले लगाउँदैन ईद मुबारक भाइ कस्तो हुन्छ तपाईँलाई देखाउँदै गरौँ ल होइन यस्तै हो रमाइलो गाउँघरतिर होइन धेरै पछिको आइन्छ अनि यतिको रमाइलो त हुनु पर्यो नि त ल अब चाहिँ हामी यसपछि भेटौँ ल गाइज सो गाइज हामीले चाहिँ डिजेको घरको अर्ग्यानिक मेवा खाँदैछौँ त्यहाँनिर डान्स हुँदैछ डिजेको ड्याडी यहाँ मम्मी डिजेको दाइको छोरा सो हामी चाहिँ अब मेवा खान्छौँ अनि त्यहाँनिर डान्स हुँदैछ एकछिन हेर्छौँ रमाइलो गर्छौँ एकछिनमा डिजेल चाहिँ भात खाँदैछ बाबुलाई खुवाउँदैछ है ल गानै बन्द भइदिइराखे ल गाइज हामी चाहिँ एकछिनमा बोल्छौँ अब त्यहाँनिर गएर है अनि एकछिनमा हाम्रो खान्छौँ अनि त्यसपछि चाहिँ बोल्छौँ है गाइज सो गाइज अब हामी मेला जान लाग्यौँ डिजेको घरदेखि भने तल आइसक्यौँ होइन अब हाम्रो घरतिर बसेर अब चाहिँ हामी जान लाग्यौँ मेला मतलब मौसममा के कस्तो हुन्छ हामी रमाइलो गर्नेछौँ तपाईँहरू पनि हेर्दै गर्नु होला भन्न म चाहन्छु है त गाइज अब चाहिँ यसरी बोलेर भएन अब चाहिँ हामी राम्रोसँग बोलेर हामी राम्रोसँग जान्छौँ होइन मेलामा के कस्तो हुन्छ तपाईँहरूलाई देखाउन चाहन्छौँ सो हामी चाहिँ बस्दादेखि अघि माथि नै आइसक्यौँ को चाहिँ भिडियो बनाउनु मौसम मेलाभित्र जाँदैछौँ हामी त्यहाँ गएर अब देखाउनु के रमाइलो कति हुन्छ होइन उर्सिन अन्त सो अब भेटौँ ल अगाडि है पहिला यति नै सो अब चाहिँ हामी आइसक्यौँ मेलाभित्र होइन अब त हामी यहाँदेखि गएर अगाडिदेखि यहाँ पसलहरू छन् होइन अब टप किन्ने हो र ओ रफ नबोल क्या रफ नबोल होइन रफ नबोल भाइ अनि आज मौसममा को आउने हो पहिला थाहा छ मौसममा को आउने आज होइन सोनी ल्याउने के
ल अब चाहिँ हामी यहाँभित्र यस्तो पसलहरू पनि धेरै होइन अरू चाहिँ अगाडि गएर भेटौँ ल गाइस अब आज त कलाकार नै कोही नै क्या बच्चा बच्चाहरू मात्रै कोही पनि छैन गाइस के गर्ने अब पिङ खेल्दै घर जानु त होला कोही पनि छैन अनि के गर्नु त त्यहाँ फोटो खिच्नेहरू रहिजानु उता होटेलहरू जानु होइन अब चाहिँ यस्तो को कलाकार नै आएर हिँड्छ को आउने हो त्यो पनि थाहा छैन होइन भेटौँला अब त्यो अब यसपछि अब रमाइलो गर्छौँ त्यति बेला चाहिँ देखाउन सक्छौँ तपाईँहरूलाई होइन गाइस यस्तो पनि गाना हुन्छ र भन्ने यस्तो गाना हुँदैन नि त हामी सुन्दैन यस्तो राम्रो लागेपछि बस्ने नत्र किन राम्रो नलागेपछि किन बस्नु पऱ्यो भने त्यसरी हामी हिँड्दै जस्तो गाइड होइन ठिक छ अब यस्तो रमाइलो गर्दै गर्दै हामी फेरि हाम्रै गाइड लगाउँछ अब चाहिँ हामी घर जानु लागि गाइड बाटोमा जानु हामी हल्का हल्का मान्छेहरू भर्खर आउँदै थियो अब चाहिँ हामीलाई चाहिँ घर जानुपर्ने भयो मामा बाटोमा जान्छौँ हामी खै एक्सक्युज मी साइड प्लिज हल्का इङ्ग्लिस पनि बोल्नुपर्छ कि गाइज होइन सब हेर्नुहुन्छ के सो अब चाहिँ हामी घर जानु लाग्यौँ अनि त्यसपछि सब मान्छेहरूले हेरेर आएर नि त के मतलब अनि यो मेरो जब हो नि त मेरो प्यासन ठिक छ अनि अब चाहिँ अटोमा बसेर देखाउँछौँ गाइजहरूलाई यति नै है हामी चाहिँ अटोमा बसिसक्यौँ गाइज अब यहाँदेखि हिँड्नु लागिसक्यौँ होइन यहाँ पुगिसक्यौँ अब मेलादेखि भएर आइसक्यौँ हामी कस्तो लाग्यो त मलाई त होली कस्तो भयो त एकदम ठिक थियो मलाई त्यो हेर्नुहोस् गाई है अब मामालाई पनि मिला हल्का रमाइलो थियो अरे होली पनि बोपा लाग्यो अरे अनि त्यसपछि लगेर अब हामी घर जान्छौँ नुहाइधुवाइ गर्छौँ होइन नुहाएर फ्रेस भएर अब के गर्ने कस्तो गर्ने अब बस्छौँ होला अब घर पुगेपछि भ्लगलाई एन्ड गर्छौँ आजको भ्लग अब यति नै हुन्छ चेकआउट गरिदिनु होला गाइस यही हो है सो हामी चाहिँ घुम्नु लागि घरमा युट्युबरको रूप देख्न सक्नुहुन्छ अब चाहिँ हामी पुगिसक्यौँ भने यसपछि लगाएर भेटौँला यस्तो राम्रो भ्लगमा आजलाई यति नै सो थ्याङ्क्स फर वाचिङ बाई गाइस